ऊ त सानो त जम्मा 8-10 महिना भयो अरे। हियर इज द मोन्स्टर घडियाल है। यहाँ त घर पनि रहेछ सर। यो भनेको हाम्रो चाहिँ रोयल फ्यामिलीको रिसोर्ट हो। राजा रानीको चाकल चुकुल खेल्ने ठाउँ पनि रहेछ भने। ओ नो मजाको। ए पछाडि दुईजना मात्र छौँ। चलो। ओ भट्टीमा छौँ यार हामी भट्टीमा यार। पुरै भट्टीमा छौँ यार। हट सोलु छोडेर चितवन आइयो। कोठाभित्र नि सोलु नै थियो। लेट्स गो। हामी क्यानोइङ जाँदैछौँ होइन सरजी? तपाईँ जानुभएको नि पहिला? तपाईँ यहाँ धेरै पुरानो मान्छे पछाडि हुनुहुन्छ। समीको बोट छ है यस्तो दामी मजाको शीतल आउँछ यो आमामा यार। बर्फी पहिला समीको बोटबाट त दामी हुन्छ। आन्तरिक पर्यटनहरू टन्नै आउँदैछन्। आइया किन हो हाँसिरहेको छ त मैयाहरू? राप्तीमा पौडी खेल्नुपर्छ मगर गई। हात्ती सफारी पनि हामी गर्दैछौँ एकछिन पछाडि। एलिफेन्ट्स हो। मटक 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 हिँडिरह। सबै होटलहरू यसरी आफ्नो गाडी छ। कस्तो हुँदैछ र आज? राम्रो हुँदैछ। एक्चुअली हाम्रो रारा ट्रिप थियो तर हामीले जे गरेर वाइट डिसिजन लिएछौँ। पर्फेक्ट दामी छ सफा छ यार। आहा कति राम्रो हो। यो चाहिँ आर्मीहरूको रहेछ क्या क्वार्टर। यहाँ म्युजियम रहेछ त। म्युजियम पनि रहेछ यहाँनिर। मोडिफाइड बोलेरो हो यो चाहिँ। मोडिफाइड बोलेरो। आमा हात्ती 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 छ यार। घडियाल गई मगर गई हेर्दैछौँ हामी आज। ओइ झन्डै उडाएर यार। दायाँ बायाँ दायाँ बायाँ। नानु बिचमा नचलाऊ है साइकल। मगर टोलमा आइएको छ हामी अहिले। शिवाज हिप्पी कोलोनी अरे। हिप्पी कोलोनी रहेछ यार यहाँ। यहाँ चाहिँ थारूहरू चाहिँ आदिवासी भइहाल्यो चितवनको नवलपरासीको। ओ बाघले पानी खाइरह। लागिरहेछ अहिले म अरबतिर छु। यो वनस्पतिहरू हेर्दा ल यो चाहिँ ए सिमलको ऊ रहेछ। सिमललाई चाहिँ बाहिरबाट प्लास्टिक फाइबरले ऱ्याप गरेको पुरै सिमेन्टी जस्तो देखिन्छ। यसको क्यापेसिटी कतिजना हो? यसको यो बोटको क्यापेसिटी कुनैमा 5 जना 8 जना कुनैमा 10 जना। हाम्रो हाम्रो चाहिँ खासमा यो बोटिङ भनेको आजभन्दा 30-35 वर्ष अगाडि चाहिँ यसरी बोटिङको युज गरिन्थेन। यो भनेको जुन अहिले यो काठले बनाएको जुन बोट छ यो चाहिँ हाम्रो यहाँको लोकल स्थानीय बासिन्दाहरूले जस्ट खोला क्रस गर्नको लागि मात्रै युज गरिन्थ्यो। किनकि त्यति बेला यहाँ सौरामा त्यस्तो डेभलप नहुँदाखेरि पुलहरू पनि थिएन। त्यति बेला चाहिँ मान्छेहरू आरपार गर्न जस्तो कि अहिले
बर्खाको सिजनमा ठुलो बाढी आउँछ त्यो बाढीमा आरपार गर्न गाह्रो भएको भएर पहिला चाहिँ त्यसरी युज गरिन्थ्यो अहिले चाहिँ म आफै पनि चढेको छु त्यसरी तपाईँले भने जस्तै ठ्याक्कै खोला तर्दाखेरि त्यति बेला पुलहरू गाडीहरू थिएन होइन हजुर ए म यतै फर्किने हो ल ल यो तपाईँलाई ल ल म चाहिँ लोड ब्यालेन्सर भएँ बाई बाई बोट सानो बोटहरू त्यो चाहिँ धेरै राम्रो आइडिया लाग्यो मलाई बाहिर प्लास्टिक फाइबरले ऱ्याप गरेको यार यो हाम्रो सिम्मल भन्ने रुखको हुन्छ अर्को चाहिँ चातुनी भन्ने पनि हुन्छ खासमा चाहिँ सिम्मलको रुखलाई एकदमै सिम्मलको रुख भनेको एकदमै सफ्ट भएको भएर त्यसलाई चाहिँ बनाउनलाई एकदमै छिटो सजिलो हुने भएको सिम्मलको बनाइ हो सही सही कार्डहरू काटेर फाल्न उ गर्न सजिलो भयो नि त अब चाहिँ म तपाईँहरूलाई यहाँको बारेमा यो जङ्गलको जनावरहरूको बारेमा एक्सप्लेन गर्दै जान्छु ल खासमा चाहिँ हाम्रो यो बोटिङ भनेको यो डुङ्गालाई चाहिँ हामीले डग आउट क्यानो भनेर भन्छौँ जस्तै कि यो डुङ्गा भनेको हाम्रो चाहिँ यस्तै रनिङ वाटरमा मात्रै चलाइन्छ यतातिर यस र हामी अहिले जुन ठाउँमा बोटिङ गर्दैछौँ खासमा चाहिँ यो खोलाको नाम चाहिँ ढुङ्ग्रे रिभर ढुङ्ग्रे खोला हो हुन त यो चाहिँ माथि पहाडबाट नै आउने हो यसको मूल चाहिँ पहाडबाटै आउँछ र यहाँबाट लगभग 5-6 किलोमिटर तल गएपछि यो चाहिँ हाम्रो जुन हाम्रो नेसनल पार्कको बााउन्ड्री भन्ने छ त्यहाँ चाहिँ एउटा ठुलो नदी छ त्यसलाई चाहिँ हामीले राप्ती नदी भनेर भन्छौँ वी आर डाउन सेलिङ डाउन टु राप्ती रिभर हाम्रो नेसनल पार्कको बााउन्ड्री त्यो नदी गएर त्यो नदीमा जोइन हुन्छ मोस्टली चाहिँ अब हामी यसरी स्क्यानिङ गर्दाखेरि देखिने एनिमल्सहरू भनेको खोलामा प्रायः चाहिँ विन्टर भिजिटर बर्ड समर भिजिटर बर्ड जुन माइग्रेटिङ बर्डहरू हुन्छ त्यो चाहिँ हामी धेरै किसिमको चराहरू हेर्दै जान्छौँ कुन देशबाट आउँछ होला रसियाबाट आउँछ भने सुनेको रसिया थाइल्यान्ड नेदरल्यान्ड हो र साइबेरिया अनि इन्डियाबाट जस्तै कि राजस्थानबाट धेरै देशबाट चराहरू आउँछ राजस्थानमा पनि रसियाबाट आउँछ भने सुने मैले हजुर त्यहाँबाट फेरि यता आउने होला भिसा लाग्दैन के भएर सही बात ए लङ डिस्टेन्स बुझेँ बिसाउँदै आउने ठिक यो त हामीले पनि अलिअलि सुनेको डकुमेन्ट्रीमा यहाँनिर पानीको फ्लो देख्न सक्छौँ हामी फर्किँदाखेरि यहीँबाट आउँछौँ होइन उता तलैबाट फर्किन्छौँ तलैबाट है कस्तो रिलिफ भयो खासमा चाहिँ हामी यसरी यो बोटिङ गर्दाखेरि जुन अहिले हाम्रो यो खोलामा जुन नेसनल पार्कको रेकर्डिङ अनुसार यहाँ चाहिँ 2 टाइप्सको क्रोकोडाइलहरू छ जस्तो कि मार्स मगर र घडियाल भन्ने छ जुन कि हाम्रो नेपालमा पाइने मार्स मगर भनेको नेपालीमा मगर गई र अर्को हुन्छ घडियाल भनेको हजुर त्यसको चाहिँ टाउको हो कि गइको घडियालको चाहिँ मुख चाहिँ चुच्चो हुन्छ त्यसको लङ स्नोट हुन्छ बडी पनि लामै हुन्छ लगभग 7 मिटर जति लामो हुन्छ घडियाल त्यो भनेको हाम्रो चाहिँ वर्ल्डमा 2टा कन्ट्रीमा मात्रै पाइन्छ नेपाल र इन्डियामा घडियाल भनेको हाम्रो चाहिँ यहाँ भनेको एकदमै क्रिटिकली इन्डेन्जरस स्पेसिसको क्रोकोडाइल ओहो घडियाल है 2टा देशमा पाउने भएपछि त क्रिटिकली इन्डेन्जर भइहाल्यो नि त्यसको सङ्ख्या चाहिँ अहिले हाल नेपालमा अलि कमै छ जस्तै कि हाम्रो चाहिँ यो घडियाल भनेको जुन वर्ल्डमा सबैभन्दा लामो र ठुलो साइजमा पाइने क्रोकोडाइल नै घडियाल हो र अहिले चाहिँ त्यसको सङ्ख्या एकदमै कम भएको भएर ब्रिडिङ फार्म पनि छ जस्तै कि हाम्रो निकुञ्जको हेडक्वार्टर कसरा भन्ने ठाउँमा तलतिर हो त्यो चाहिँ यहाँभन्दा त्यस्तै 40-45 किलोमिटर तल पर्छ कक्षा 8को किताबमा पनि छ यो गएको बारेमा सरकारी किताबमा मैले बिर्सेँ तर मैले पढेको चाहिँ त्यही हो त्यो चाहिँ 1793 तिर त्यसको इस्टाब्लिस भएको हो
यहाँ के हुन्छ भने भनेको ब्रिडिङ सेन्टरै छ हाम्रो ब्रिडिङ सेन्टर टिकटकमा देख्न नि पाइन्छ सही 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 यो घडियालको सङ्ख्या कम हुनुको कारण चाहिँ यहाँ तराई क्षेत्रमा वर्षेनी बाढी आउने भएको भएर जस्तो कि घडियाल भनेको ओन्ली फिस इटर क्रोकोडाइल र ओन्ली फ्रेस वाटर क्रोकोडाइल ए चाहिँ नदीमा मात्रै सर्भाइभ हुन सक्छ घडियाल घडियाल वानली फिस इटर हो ओन्ली फिस इटर अच्छा र मार्स मगर भनेको त्यो चाहिँ जे पनि खाने एभ्रिथिङ माछा भनेपछि वी आर एट रिस्क हामी पनि रिस्कमा छौँ है घडियाल गइले हामीलाई एट्याक गर्न सक्छ त्यस कारणले हात चाहिँ यसो गरेर झुक्केर पनि पानीमा राखिरहनु हुँदैन है भनेपछि ए घडियाल गइले चाहिँ जे नि खान्छ जिप पनि खान्छ मार्स मगर ए त्यस्तै जस्तो सुकै ठाउँमा पनि सर्भाइभ हुन सक्छ जस्तो कि नदी भने पछाडि सुन्नु न घडियालले हामीले पौडी खेल्दाखेरि भेट्यो भने एट्याक गर्दैन होला अब सेफ्टीको लागि एट्याक गर्ला उसले चाहिँ आफ्नो सेल्फ डिफेन्सको लागि अट्याक गर्न सक्छ तर मान्छेलाई त्यसरी डाइरेक्टली चाहिँ ए खाने हिसाबले एट्याक गर्दैन ओके फाइन फाइन मार्स मगर भनेको त्यसले चाहिँ खाने हिसाबले नै अट्याक त्यसले त ठिक 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 यति इन्फर्मेसन चाहिँ पाइयो नि धेरै कुरो इन्फर्मेसन पाइँदैछ थ्याङ्क यू हिउँदोमा चाहिँ यो पानी यति नै हुन्छ कि होइन हिउँदोमा त यसको लेभल अझै कम हुन्छ धेरै कम हुन्छ यो त बर्खा भएर नि साथी यार कहाँ धेरै कम हुन्छ नि बोटिङ गर्न मिल्छ हुन्छ तर त्यो त्यति धेरै फ्लो पनि यति फास्ट हुँदैन होला पानीको लेभल एकदमै कम हुन्छ 2-4 जना डुङ्गामा बस्दा पनि डुङ्गा ठाउँ ठाउँमा अड्किन सक्ने माटोमा भेट्छ त्यसले ए सही 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 हुन त अहिले हाम्रो यो बोटिङ भनेको हामी दुईटा जङ्गलको बिचबाट बग्दैछौँ जस्तै कि यता राइटपट्टिको जङ्गललाई चाहिँ हाम्रो कुमरोज कम्युनिटी फरेस्ट भनेर भनिन्छ कुमरोज यता लेफ्टपट्टिको जङ्गललाई जनकौली कम्युनिटी फरेस्ट दुईटै कम्युनिटी फरेस्ट है ए यता र यताको यो भनेको हाम्रो बफर जोन एरियाभित्र पर्छ राइट राइट बफर जोन यो हाम्रो चाहिँ नेसनल पार्क भनेको रियल नेसनल पार्क अलि हामी तल गएपछि त्यहाँसम्म टच भएरै जान्छौँ सबै नेसनल पार्क बनाइदियो भने त फेरि जनताहरूले यहाँबाट भनौँ न काठ दाउरा लिनु पाउँदैन गाईबस्तु चर्न पाउँदैन नि त नेसनल पार्क भएपछि त स्ट्रिक्ट गर्नु पऱ्यो त्यही भएर यसलाई बफर जोन बनाइयो एनिमल पनि डाइरेक्ट यहाँ उताबाट यता आएर होइन डाइरेक्ट थ्रेट हुँदैन बफर जोन भएपछि सेक्युरिटी पनि हुन्छ सेक्युरिटी पनि हुन्छ बफर जोन हो अहिले भर्खर हामी फेरि चितवनमा आएछौँ यता जाँदा चाहिँ सोलुमा बसे जस्तो हुन्छ यता आएपछि चितवन आए जस्तो हुन्छ यार लाइभ हान्ने भन्ने कुरो थियो त तपाईँको अहिले हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्जतिर जाँदैछौँ अनि अरू त्यही हो रारा जान भनेर हिँडेको मान्छे सौरामा आइयो कोरिया जान भनेर हिँडेको मान्छे विराटनगर पुग्यो भने हामी रारा हिँडेको मान्छे सौरामा आउँदा कुनै अनौठो छैन हाम्रो गाइड हुनुहुन्छ भारतीय नरम खवाटे कछुवा तपाईँ त के हो यो उसमा पनि ट्रेनिङमा पनि जानुभएको थियो क्या ए गाइड हुनुहुन्छ उहाँ चाहिँ यो कछुवाको बारेमा ट्रेनिङ हुन्छ हजुर हजुर कछुवा पनि होला नि यहाँ साँच्ची कछुवा छ सर कछुवा त पक्कै हुनु पर्यो यहाँ चाहिँ अहिले हामीले भेटेको चाहिँ 10 प्रजातिको कछुवाहरू छ हाम्रो नेपालमा नेपालमा जम्मा ए नर्मली हामीले देख्ने भनेको 2 प्रजातिको कछुवाहरू चाहिँ कमनली भेटिन्छ ए एउटा नरम खबटे भन्ने हुन्छ त्यसको फ्लाइट बडी हुन्छ एउटा सडा हाल्नु न अनि अर्को चाहिँ त्यो माटो मुनि गडेर बस्ने खाले पनि हुन्छ रमाइलो भइरहेछ हुन त अहिले हाम्रो यो खोलामा चाहिँ निकुञ्जको रेकर्ड अनुसार 120 प्रजातिको माछा नि छ 120 प्रजातिको माछा 10 प्रजातिको कछुवा त्यसपछि 2 प्रजातिको गोही र यहाँ चाहिँ लगभग 700 भन्दा बढी प्रजातिको चराहरू पाइन्छ 700 भन्दा बढी है 800 कतिको प्रजातिको नेपालभरिको भनेको चाहिँ यहाँ चाहिँ 700 आमामामा विन्टर भिजिटर र समर भिजिटरमा सबै गरेर थारू क्षेत्री बाहुन होइन के अरे नेवार भने जस्तै यहाँ पनि प्रजाति भयो होइन त तपाईँहरू थारू पर्नुभयो म खासमा चाहिँ माझी ए माझी क्या माझी भनेको पहिला यस्तै माछा मार्दै भन्नु नि तपाईँहरूको वर्डमा अहिले चाहिँ अब हाम्रो यो निकुञ्जले त्यसरी चाहिँ इलिगली फिसिङ गर्न दिँदैन ए यो सामुदायिकमा पाइन्छ होला नि अहिले चाहिँ यता यो जङ्गल फिसिङको लागि अलाउड छैन ए त्यही लुकीछुपी यसो बल्छी खेल्नेहरू त आउला नि कहिले
अनि 40 स्पिसिसको छ 4 टाइप्सको डियरहरू छ यो भनेको सेकेन्ड लार्जेस्ट डियर हो अर्को सबैभन्दा ठुलो भनेको जरा हो हामीले चाहिँ अहिले स्पटेड डियरलाई स्पट गर्यौँ 4 किसिमको डियर छ है यहाँ साम्बर डियर स्पटेड डियर हक डियर र पार्किङ डियर आफ्नो बुढीसँग आउनुभयो भने 5 थरीको डियर हुने भयो होइन के कसो हो नानी बिल्कुल तिमी पनि अब आफ्नो डियरसँग आयो भने 5 थरीको हुन्छ बिल्कुल बिल्कुल अहिले यहाँनिर सबै एनिमल्स एनिमल्सहरूको यहाँ पानी खान आएको है यति बेला अब हामीले यहाँनिर बाघ पनि देख्न सक्छौँ किनभने ठ्याक्कै पानीमै एट्याक गर्ने हो नि त बाघ है गर्मी महिनामा चाहिँ जहाँ पानी ठ्याक्क हुन्छ कहीँ सबैतिर हुँदैन नि त अनि ठ्याक्क पानीकै ठाउँमा बस्दो रहेछ कि त्यो बाघ चाहिँ गर्मीमा जति पनि एनिमल्सहरू छ प्रायः चाहिँ पानीकै आसपासमा बस्ने देखिन्छ किनकि उनीहरू एकदमै त्यही भएर उसलाई धेरै खोज्नै नपर्ने भयो पानीमा त जो पनि आउँछ नि त जो पनि आउँछ गैरी पनि त्यही बेलामा गैरी पनि ठ्याक्क पानीमै बस्दो रहेछ अनि त्यहाँबाट आउने बित्तिकै ड्याङ्ग आउँदो रहेछ अलिक फोहोर चाहिँ फोहोर रहेछ है यसरी बोतलहरू यो प्लास्टिकहरू मैले धेरै देखिरहेको छु है यो चाहिँ अलिकति सिरियस कुरा हो हामीले नै केयर गर्नुपर्ने हो हाम्रो नेचरको सायद यो सोलुखुम्बुबाट त नभनौँ यता धादिङतिरबाट कता कता माथि मकनपुरतिरबाट बगाएर नै आयो होला होइन बाढीले ल्याउँछ हो नि अब यो चाहिँ अहिले बिस्तारै यहाँ चाहिँ यो सबै हुन्छ हप्तामा यो हाम्रो नेचर गाइड एसोसिएसनबाट हप्तामा एकचोटि चाहिँ क्लिन क्याम्पेन हुन्छ हप्तामा एकचोटि हो धेरै राम्रो सराहनीय विषय ल बस्नु अहिले फेरि जाला तिमी हामी त पौडी खेल्न जाने होइन सबैले तपाईँले जानुभयो पौडी खेल्न जाने तिमी मात्र हो ढुङ्गा पल्ट्यो भने त फेरि तिम्रै ध्यान तलदेखि म्याक्सिमम है पुरै ढुङ्गा पल्ट्यो भने हामी रिस्कमा छैनौँ है साथी म नि पौडी खेलिहाल्छु यत्रो खेल्छ अरे काँस निकालेन काँस ओ वाउ अहिले चाहिँ करेन्टमा आइसकेका छौँ हामी पुरै फ्लो भइरहेछ यहाँनिर एकदम बस्नु चुप्लाएर हामी माथि त केही खतरै छैन नि मगर गयो भाटामा मात्र हो हामीलाई अलिकति खतरा नभए वी आर टोटली फ्री यो घोप्टे पनि पल्टे पनि उतार्नु फर्के पनि राप्ती तरिन्छ हामी त हो हामी त राप्ती तरिने पार्टी हो त्रिशुली तर्ने मान्छेलाई राप्ती तर्न वाउ वाउ वी स्पोटेड घडियाल है घडियाल आँखा देख्नुभयो नि एउटा चाहिँ कहाँ गयो होला है वी हेभ स्पटेड 2 एनिमल्स अन्टिल नाउ है एट्याक गर्दैन एउटा समटाइम्स डिफेन्सको लागि इफ दे थिङ्क दे आर एट रिस्क ओन्ली देन दे विल एट्याक अदरवाइज नट बुटी यहाँ अझै बसिरहेको थियो एउटा चाहिँ तपाईँ आजको हिले माछा नि देखाउला हिले पानीबाट आएको हिले माछा अस्ति हामी आउँदाखेरि चाहिँ कता हो गैँडा देखाएको थियो त्यही यतै बाहिर यो लगभग यो स्ट्रिम हामी डाउन स्ट्रिम आइरहेको कति 6 किलोमिटर जति छ 6 किलोमिटर जति छ हो 3.5 किलोमिटर ए यताबाट नै आउँदो रहेछ एउटा सानो त्यसै छुट्टै भयो यसलाई चाहिँ इसर्नी खोला भनेर भनिन्छ अब हामीले दूरबिन लाएर हेर्नुपर्ने चाहिँ के भेटिन्छ होला यहाँ अब हामी यो ढुङ्गाबाट ड्रप भइसकेपछि हामी लगभग हाफ एन आवर जति वाक गर्नुपर्छ बिस्तारै हेर्दै जान्छ रिक्समा त छैन नि हाम्रो जिन्दगी रिक्समा अब सम टाइम त्यस्तै हुन्छ 50-50 हो कि 90-10 कि 99-1% 50% we die 50% we live लाइफ इज एट रिस्क घरमा बस्यो भने पनि बाथरुममा चिप्लेर लड्ने मर्ने चान्स हुन्छ लुक एट द करेन्ट है या करेन्ट बबाल छ है अहिले चाहिँ ल त एन्टी लाइट पर्छ यता त यता चाहिँ नेसनल पार्क हो यो सामुदायिक बन्यो अहिले अघि हामी छिरेको सामुदायिक वन यो धेरै ठुलो छैन जस्तो है यो म्यान
यो 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 बोतलहरू चाहिँ टन्नै देख्यो यार पानीमा। अब यहाँ चाहिँ अझै बर्खाको सिजन सकिया छैन अनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि जब पानी पर्न थाल्यो भने 2-3 दिन लगातार झरी नै पर्छ। त्यो बेलामा यहाँ चाहिँ खोलाहरू बढेर माथिसम्म आउँछ। त्यो बेलामा त्यही पोहोरहरू माथिबाट बग्दै आउने हो। अबको यो दसैँपछि चाहिँ यहाँ सरसफाइ कार्यक्रम सुरु हुन्छ। सरसफाइ त गर्ने आफ्नो ठाउँमा छ, तर थोरै सकेसम्म यस्तो बोतलहरू चाहिँ यो बसहरूबाट फ्यालेको बोतलहरू प्रायः हुन्छ कि मिनरल वाटरको कोकको बोतलहरू मान्छेले यात्रा गर्दा त्यसो चाहिँ नगरिदिउँ होला। यो चाहिँ निकुञ्ज साइड पऱ्यो, यो चाहिँ स्टिल सामुदायिक वन पऱ्यो भनेर हाम्रो गाइडले भन्दै हुनुहुन्छ। अब हामी लेफ्ट अर राइट? हो लेफ्ट, यस। अहिले हामी ठ्याक्कै ब्राजिलको अमेजन जङ्गलमा छौँ भन्दाखेरि अलिकति बढाइ चढाइ हुनसक्छ, तर फिल्स लाइक द्याट, भाइब चाहिँ त्यस्तो छ। हामी अब यहाँबाट जान्छौँ, हामी पानामा जान्छौँ, त्यहाँबाट मेक्सिकोको वाल चढेर पर्खाल चढेर ट्रम्पको कन्ट्रीलाई हामी इन्भेट गर्दैछौँ। यस करेन्ट दामी छ। ओ यहाँ त पुरै अर्को साल त भत्काउने जस्तो छ है, वर्षेनी गरेर है, काटिरह है। तर यहाँ चाहिँ काट्ने सम्भावना छैन। यसरी चाहिँ यो रुखहरू आएर आफै प्रोटेक्सन बनाएको छ। यहाँ नेचरले आफै ब्यालेन्स लिन्छ के। अब यता काट्यो भने यतापट्टि फेरि छोड्छ नि त्यसले, अनि यतापट्टि फेरि प्लान्टहरू आइहाल्छ क्या। यता इरोजन, यता डिपोजिसन। अब हामी चौथो नम्बरमा एउटा के अरे त्यो बकुल्ला देखियो। बकुल्ला हेर्नलाई हामी आएको त होइन। अनि दोस्रो स्पटेड डियर देखियो, तेस्रो घडियाल गई देखियो। यो चाहिँ निकुञ्ज, यो सामुदायिक वनतिर यस्तो चाहिँ यहीँ छोडिदिने हो। इकोसिस्टमले आफै मेन्टेन गर्छ होइन। केही चलाउने कुरै छैन। एउटा सिङको पनि उचाल्ने कुरो छैन। हामी नेसनल पार्कमा इन्ट्री भइसक्यो है। दिस साइड इज नेसनल पार्क। अब हामी बेङ्गल टाइगर हेर्ने प्रतीक्षामा छौँ। यहाँ बेङ्गल टाइगर छ है, रोयल बेङ्गल टाइगर हो। यहीँबाट बगाएर लिएर गएको अरे नि त। अनि उहाँ बङ्गालको खाडीमा पनि बाढीले लिएर जान्छ त होइन कति कुराहरू। अनि खाडीमा हाम्रो नेपालको पानी सबै बङ्गलादेशको खाडीमा जाने हो। एउटा सबै वर्षमा जस्तो कि हाम्रो जुन ब्रिडिङ सेन्टरमा घडियाल ब्रिडिङ फार्म छ, त्यो घडियालबाट चाहिँ जब उनीहरू ठुलो भइसकेपछि सबैलाई खोलामै लगेर छोड्ने हो। त्यो छोडेको गोहीहरू जुन हुन्छ तिनीहरू चाहिँ वर्षमा जुन हाम्रो यो ठाउँमा बाढी आउँदाखेरि यहाँबाट जति पनि क्रोकोडाइलहरू छ सबै बाढीसँगै बगेर इन्डियासम्म जाने हो। जुन हाम्रो यहाँको नर्थर्न बााउन्ड्री हाम्रो राप्ती नदी तल गएर 40 देखि 45 मिनट डाउन गएपछि त्यहाँ चाहिँ नारायणी रिभरमा जोइन हुन्छ। 40-45 किलोमिटर टाढा। हजुर। अनि त्यहाँ चाहिँ नारायणी रिभरमा गएर त्रिवेणी नदीमा जोइन हुन्छ। त्रिवेणी नदी भनेको हाम्रो इन्डिया र नेपालको बोर्डर। त्यसको पारिपट्टि चाहिँ इन्डिया पर्छ। यहाँबाट जति पनि पानी जति पनि बगेर जान्छ सबै त्रिवेणीमा जम्मा हुन्छ। अनि ठुलो बाढी आएको बेलामा त्यहाँ इन्डियाको मान्छेले चाहिँ इन्डियाको ढोका ओपन गरिदिन्छ। अनि सबै गोही जति सबै बगेर इन्डिया पुग्छ। भनेपछि हामीले इन्डियाबाट मात्र लिँदैन रहेछौँ, त्यहाँ पनि छौँ हामीले धेरै कुरा। सबै कुरो यहीँबाट जाने हो होइन। लुक इन्डियन्स कम हुन्छ, इन्डियाको मान्छेले त्यो ढोका बन्द गरिदिन्छ। बन्द गरेपछि गोहीहरू इन्डिया पुगेको गोहीहरू रिटर्न ब्याक आउन सक्दैन है। के उतातिर अनि मर्छ कि उता पनि बचिरह होला? उता नि बाँच्छ है। जस्तो कि इन्डियामा गङ्गा रिभर भनेपछि त इन्डिया र नेपालमा छ भन्नुको अर्थ हामीले एक्सपोर्ट गरेर छ। एकताका त कति 7वटा गैँडा बाढीले नि बगाएर इन्डियासम्म पुर्याएको थियो, तर त्यसलाई पछि गएर त्यसलाई रेस्क्यु गरेर फेरि नेपाल चाहिँ लिएर आएको छ। 7वटा मात्र त बच्दैन नि त त्यहाँ त फेरि।
इन्डियामा गैँडाको लागि खासै हाइब्रिड छैन, हेबिटेट छैन ह्याबिटेटै छैन। तर एक ठाउँमा चाहिँ पाइन्छ, काजीरङ्गा नेसनल पार्क भन्ने ठाउँमा। त्यहाँ बिहारमा हो कि अन्त्य हो? त्यो बिहार साइडतिरै पर्छ। ए ठिक 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 भन्छ। आज हामीलाई एकदम प्राउड लागिरहेछ, इन्डियालाई पनि हामीले दिने कुरा रहेछ। बिजुली पनि बेच्छौँ हामी इन्डियालाई, घडियाल के अरे गोही पनि हामी गोही चाहिँ पठाउँछौँ। पानीमा यसो हात हाल्ने बित्तिकै स्वाट्ट निकाल्नु मन लाग्छ कि मलाई, डर लागिहाल्छ। क्रोकोडाइल चाहिँ जतिसुकै बाढी आए पनि उनीहरू चाहिँ यस्तो जङ्गलभित्र गएर सर्भाइभ हुन सक्छ। घडियाल चाहिँ अरू ठाउँमा गएर सर्भाइभ हुनै सक्दैन। घडी आज यहाँ पनि धेरै दिन पछाडि वेदर खुलेको छ। दूरबिन लाउँदै हुनुहुन्छ उहाँले, दूरबिन लाउँदै हुनुहुन्छ। अब के देखाउनुहुन्छ है हामीलाई साँच्चै? What a big monster! Wow! यसको पनि हुँदो रहेछ त नि। गरे यार। घडियाल यो ठुलो हुन्छ हो? ए घडियाल, यो त घडियाल भनेको उयो त मगर त होइन नि यो? घडियाल यहाँ चाहिँ भनेपछि माछा चाहिँ टन्नै रहेछ। त्यहाँ पनि माछा उफ्रियो क्या हो? आफै लड्नु खोज्दै के उफ्रियो क्या? माछा हो क्या हो है? छ है? गोहीहरू पनि बाँध्नु पऱ्यो नि त। हाई गर्मी हाई गर्मी हाई गर्मी हाई गर्मी। मैले छाता लिएर आएको, साथीले सम्झाएर साथीले गाडीमा छोडिदियो त के हेर्नु मैले। अब यहाँबाट हामी 5-7 मिनट पुग्छौँ। यहाँ त घर पनि रहेछ सर। रोयल फ्यामिलीको रिसोर्ट हो। ए अच्छा, अहिले हामी भिजिट गर्दै जान्छौँ। लास्ट डेस्टिनेसन पोइन्ट चाहिँ यो दिस पोइन्ट विल कम ब्याक। राजा महेन्द्र मरे नै हो कि क्या हो? होइन, राजा महेन्द्र आएको बेलामा बिरामी भएको चाहिँ यही होला सायद। चितवन आएको बेलामा बिरामी भएको अरे नि त, सुन्नुभएको भयो नि तपाईँले? राजा महेन्द्रको मरेको चाहिँ छुट्टै छ, त्यो हो गोरखपुर साइडतिर पर्छ। त्यसै जस्ट राजाहरू आएर यहाँ बसेर इन्जोय गर्ने, स्ट्रेस फ्री हुने, स्ट्रेस फ्री। त्यसपछि हाम्रो यो नेसनल पार्कभित्र चाहिँ हन्टिङ गर्न जाने। बेला चाहिँ किङडमको बेलामा युकेको एलिजाबेथ पनि आएको थियो त, एलिजाबेथ पनि आएर हन्टिङ गरेको नेपालमा। बोट राइड हाम्रो खतम, और स्याल वी मिट अगेन? बोट राइड सक्यो? सक्यो सर। अब हामी ल बिस्तारै जङ्गल वक गर्छ। थ्याङ्क यू है। ओके, अब हाम्रो चाहिँ बोट म्यान्दै यहाँबाट फर्किनुहुन्छ। अप स्ट्रिम जानुहुन्छ पुरै? अपोजिट जानुपर्छ है। त्यहाँसम्म पुग्नलाई चाहिँ 2-2.5 घन्टा जति टाइम लाग्छ। है 2 घन्टा लाग्छ। तपाईँहरू खुसी हुनुहुन्छ भने यसो बोट म्यान्दालाई चिया पानी खानलाई दिनु। हजुर छ, अब ककललाई दिनु। ल लिनु, ल धन्यवाद। ल भाइ है, बिस्तारै ए 25-26 वर्ष अगाडिसम्म चाहिँ यो एकदमै ओपन नै थियो। त्यो बेलामा राजाहरूले यसको जुन फ्यामिलीहरू 25-26 वर्ष भनेपछि राजतन्त्र हुँदासम्म यसरी मान्छेहरूलाई एक्सेस थियो कि थिएन त? त्यति बेला थियो। यहाँ टुरिस्टहरू त्यति बेला टुरिस्टहरू पनि आएर बस्ने गरिन्थ्यो, जस्तै कि रोयल फ्यामिलीहरूसँग जुन विदेशी पाहुनाहरू आउनुहुन्थ्यो नि, उहाँहरूलाई ल्याएर यहाँ चाहिँ राख्ने। त्यसपछि राजाहरू यता नेसनल पार्कभित्र शिकार गर्न जाने। क्विन एलिजाबेथ पनि आएको थियो, युकेको क्विन 1955-1956 तिर आएको थियो क्या। टाइगर टप्स त्यही बेला खोल्या हो क्या? टाइगर टप्स भनेको चाहिँ हाम्रो नेसनल पार्कभित्रै छ। त्यहाँ पुग्नलाई चाहिँ लगभग लेट्स इन्भेस्टिगेट द मटेरियल हियर। टोटल्ली अर्ग्यानिक कुराले मिलेर बनाएको यार, क्या दामी यार। वाउ कस्तो यार, यहाँको यो के हो? यो यहीँको मेटेरियल मिलाएर बनाएको यार। मात्र जस्ता त पछि हालेको होला यार यो। ओहो लुक एट द मेटेरियल है, दामी छ यार। यो मेटेरियल चाहिँ दामी लाग्यो मलाई।
हाँ ब्रदर यो के हो यो भित्र भएको चाहिँ के हो यो मेटेरियल दामी रहेछ त राजाको रानीको चाहिँ कुन होला त राजा रानीको चाहिँ कुन होला त सैन कक्ष त्यस्तो छैन सर छैन ए राजा एक्लै आउने हो त्यसको राजा एक्लै आउनु भन्दा नि अब सेनाहरू पनि आइन्थ्यो होइन राजा रानीको चाकल चुकुल खेल्ने ठाउँ कुन रहेछ भने होइन यो जस्ता त पछि हालेको होला यो प्रिजर्भ गर्नलाई रिसोर्ट सोलर माथि चाहिँ पछि हालेको होला यो रोयलहरूको त रोयलै पारा हुन्छ नि राजा महेन्द्रको पालाको हो कि त्यो भन्दा पछाडि महेन्द्र राजाको पालाको पछाडि यो ज्ञानेन्द्र राजाको फुफूको महेन्द्रको पालामा चाहिँ हाम्रो एउटा टाइगर क्रस भन्ने थियो अहिलेसम्म पनि छ ल है तबराज सिकिराख है भोलि पर्सि मन्त्री भयो भने तिमी यस्तो ठाउँमा यस्तो बनाउनु पऱ्यो नि त एउटा इन्भेस्ट गर्नुपर्छ यार रिक्स त छैन नि ए राम्रो रहेछ त यहाँ त धेरैवटा इन्फ्रास्ट्रक्चर रहेछ त है यो पुरै के हो यार यहाँ बिचमा त यस्तो रहेछ त ए रातिमा हेरे दिउँसोमा चाहिँ छैन बँदैले देख्यो भने त फेरि उन्दिन्छ होला त हामीलाई त है बँदै त लास्टै डेन्जर हुन्छ नि त डेन्जर हुन्छ त्यसको अगाडि हिँड्नु है तपाईँ भाले चाहिँ लोरो बोकेको मान्छे अगाडि म क्यामेरा बोकेको मान्छे अगाडि हिँड्नु भएन त्यसको लागि चाहिँ लकिनेरै आउनुपर्छ कुनै कुनै बेला भेटिन्छ भेटिन सक्छ होइन हामीले बेला बेलामा भेटिरहेको पनि हुन्छौँ तपाईँहरू त भेट्यो नि हाई भन्नुहुन्छ होला होइन कहिले गइरहेको भेटिन्छ ओ नो मेटेरियल हेरौँ न यार यस्तो दामी सर्पहरू त हुँदैन नि हेरेर आमा यार यहाँनिर चाहिँ पुरै यो पनि कोठै रहेछ यो डाइनिङ हल डाइनिङ हो एकदम भिआइपीहरूलाई मात्र रहेछ यो सानो हो नि त डियर Huh? डियर Deer. Oh my dear. We have spotted deer. Ooh. Horde of deer, amam. Oh. Oh. Zoom अलि मेरो क्यामेरामा छैन यो मेटेरियल चाहिँ दामी लाग्यो यो चिसो नलाग्ने है पिलरहरूलाई र्याप गरेको यो यहीँको मेटेरियल होला कि यो यहीँको यो जस्तो काँसहरू हुन्छ नि ए काँस हो यत्रो यत्रो काँस हुन्छ खडै हामीले चाहिँ यसले खडै भनेर भन्छौँ खडै भन्नुहुन्छ दामी रहेछ त यार यो ओह ओह अर्को स्पेसिस भेट्यो चाहियो त होइन काम गरिसकेपछि स्ट्रेस फ्री हुनु पऱ्यो नि त 6 महिनामा वर्षमा एक दिन आउनु त हो आम्म यो चाहिँ के होला त आम्म के हो जी ए गैँडा वाइल्ड लाइफ क्याम्पिङ वाह ए यहाँ त बार्बिक्यू गर्ने ठाउँ रहेछ नि त कम्प्लिटली अब्यान्डन्ड बार्बिक्यू गर्ने हो नि त माथि यो त झरिसकेछ ओ एक दिन आएर यहाँ राति क्याम्पिङ गरेर बस्नुपर्ने रहेछ ओ ओ कति धेरै चराहरू छ ओ आम सरी है चमेरै रहेछ यहाँ चाहिँ किचन रहेछ बार्बिक्यू मेन खाने ठाउँ रहेछ है शेरवार देव केपी ओली इफ यू आर वाचिङ दिस भिडियो मेक दिस प्लेस होइन रिभाइभ दिस प्लेस अगेन यता हेर्छौ कि ओ ए दामी रेस्टुरेन्टै रहेछ नि यो त कडा बनाइदिएको रहेछ उनीहरूलाई छेपाराले मुद्दो मेरो यहाँ ओ राजाको छोराहरू राजाको फुपूको छोराहरू चिक्स लिएर आउने ठाउँ पनि हो यो हाँ तबराजी होइन हाम्रै मामाहरूको हाम्रै काकाहरूको ठुल्ठुलो होटल भयो भने जाउँ चिक्स लिएर जाउँ भन्ने बाजे त्यो त उनीहरूको त्यही त हो नि एकदम त्यही हो 100%
कम्पाउन्ड ठुलो छ। उता चाहिँ राजालाई चाहिँ खबर नगर्नु नि फेरि एक्लै आएको थियो भनेर भन्नु है भनेर यता भित्र चाहिँ होइन अलिअलि गाडहरूलाई अलिअलि मिलाएर दिइहाल्यो भइहाल्यो यता चलेकै चलाउनु हो नि चला नि थाहा नि अहिले भिडियोमा भनेर कुर्न है त्यही पनि मैले भनिदिएँ फोहोर चाहिँ यसरी गर्न नआउने हो 20 minutes jungle walk हामी गरिरहेका छौं soon we might encounter a big Royal Bengal tiger and we all got killed over here just remaining is the footage only in this camera which will be recovered after our death maybe who knows यति त्यस्तो केही भएको छैन अहिलेसम्म भनौँ न अट्याक भएर यो एरियामा यो एरियामा अहिलेसम्म कुनै कुनै बेलामा त्यस्तो इन्काउन्टर भएको छ इन्काउन्टर भएकै छ तपाईले पिस्तुल बोक्नु पर्यो नि त यसरी हाम्रो तीन-तीनवटा हामी त देशको कर्णधार मात्र हैन हामी त कर्णधार उत्पादन गर्ने मान्छे पो हो त हैन एकदम बिल्कुल अहिले त्यस्तो कन्डिसन यहाँ त्यस्तो के छ है तर वी आर नट जोकिङ गाइस सिरियसली है त्यही भएर हामी चाहिँ अब सेफली तरिका भयो यहाँ चाहिँ के रहेछ स्टाफ हल ए स्टाफहरु स्टाफहरुको अलि टाढै हुन्छ कि राजाले को लिएर आयो को तरिन लिएर आयो कोसँग मिटिङ गर्यो हैन केही थाहा नै हुँदैन के यहाँ चाहिँ त्यो राजाहरुको हात्ती राख्ने ठाउँ ओ राजाहरुलाई भनेपछि यहाँ चाहिँ 4-5 वटा हात्ती सधैँ पालेर बसिरहेको हुन्थे है अहिलेसम्म पनि त्यो हात्तीहरु छ तर सब गभर्नमेन्टले लगिसक्यो ए राजतन्त्रलाई नै नेपाली जनताले सेतो हात्ती भने हामी पाल्न सक्दैनौँ भने ओ बिग फुटप्रिन्ट we are very cautious at this point because यहाँबाट के भयो भने भाग्नु पनि सक्दैन हामी यस्तोमा फसेर मर्नेछौँ अर्को एनिमल भनेको हामीले काग देख्यौँ काग म यता छु भन्दैछु हात्तीको चाहिँ ब्राउन हुन्छ गैँडाको चाहिँ ब्ल्याक हुन्छ ए सिट ए हात्तीको चाहिँ अलिक ब्राउन हुन्छ गैँडाको चाहिँ एउटा गुड ह्याबिट भनेको त्यसले आफ्नो सिड पुट गर्दाखेरि जहिले पनि एकै ठाउँमा आएर गर्छ हो र त्यसले चाहिँ रिजन भनेको तिनीहरूले चाहिँ आफ्नो एरिया छुट्याउनको लागि त्यसरी गर्छ ओ भन्न खोजेको विदिन गैँडाभित्र यो हात्ती राख्ने ठाउँ ए हात्ती राख्ने ठाउँ है अहिले पनि यही मान्छ है अहिले यहाँ राखिदिएको छ अहिले त्यही बाहिर अहिले त्यति बेला हिस्ट्री पिस अफ हिस्ट्री हेर्दियो राजतन्त्र गइसक्यो नेपालबाट 2064 सालमा संविधानको सभाको चुनाव भएर पहिलो निर्णय राजतन्त्र उन्मूलनको थियो बट पिस अफ हिस्ट्री चाहिँ अझैसम्म जिउँदै छ त्यहाँनिर हेरौँ कस्तो मजाले है इँटामा उ लागेको रहेछ माटो है माटोले लेपन गरेको छ अर्ग्यानिक हात्तीलाई चाहिँ के गरिन्छ भने सानैदेखि बान्दा यस्तो हुन्छ अरे उसलाई यो पिलर भत्काउन सक्ने भयो भने सानैदेखि बाने भएर उसले चाहिँ मैले भत्काउन सक्दिनँ भन्ने विश्वास गर्छ मेमोरीमै सेभ हुन्छ त्यो सानैदेखि बानी भएको जुन एलिफेन्टहरू हुन्छ नि त्यसलाई चाहिँ त्यो मेमोरीमै सेभ हुन्छ कि मैले यो भत्काउन सक्दिनँ तर पावर त उसँग यति धेरै हुन्छ कि त्यो त मजाले इजिली भत्काउन सक्छ त्यस्तो होइन त्यसलाई खुल्ला छोड्यो भने त्यसले चाहिँ जस्तो सुकै रुख पनि ढाल्न सक्छ जस्तो सुकै घर पनि भत्काउन सक्छ तर जब उसको खुट्टामा चेनले लक गरिदिएपछि त्यसको मेमोरी त्यति बेलै लस हुन्छ अन्त ध्रुवीले एकदम यहाँ चितवनको अरू पोथी हात्तीहरूलाई धेरै सतायो भन्ने कुरा आएको थियो नि त ध्रुवी हात्ती के त्यो अचल भेट्दैन अहिले ध्रुवी जङ्गलभित्रै छ हो है यही भित्रै छ है भनेपछि त फेरि हाम्रो ज्यान अझै डबल रिस्कमा भयो नि अहिले होइन यो एरियातिर अहिले छ होइन कुन एरियातिर होला त्यो अहिले उता मारी भन्ने भेली छ ओ त्यतातिर अहिले त्यतातिर बसोबास गर्छ यहाँ आउने भनेको रोनाल्डो र गोविन्द ओहो रोनाल्डो पनि अहिले धेरै लामो समय भयो हो र 7-8 महिना जति भयो ब्राजिलतिर गयो कि हो बाहिरतिर निस्किया छैन अहिले गोविन्द छ गोविन्द कतिको रिस्की छ एकदमै एग्रेसिभ है बरु त्यसरी मान्छेलाई डाइरेक्टली अट्याक गर्न आउँदैन गोविन्द चाहिँ डेन्जर सो
गोविन्दले नभेट्यो यदि गोविन्दी भेट्यो भने हाम्रो बाँच्ने उपाय के हो त त्यो एउटा टिप्स त सेयर गर्नु पर्यो नि तपाईँले सेल्फ डिफेन्स बाँच्ने उपाय के हो जङ्गलभित्रभित्र भाग्ने हामी झाडीतिर भाग्ने झाडीतिर भाग्ने किनकि त्यो झाडीभित्र भाग्दाखेरि हामी सेफ हुन्छौँ किनकि त्यसको बडी ठुलो हुन्छ छिर्न सक्दैन यो बुटहरूले त्यसलाई चाहिँ छेक्छ लुक दिस इज द टिप्स है इन्स्ट्यान्टली रेडी हुनु पऱ्यो नि त हुनु पऱ्यो त होइन हो नि भनेपछि अहिले गोविन्दले रेसिस्ट गर्छ नि त यसले नि नजिकै भेट्यो भने चाहिँ अलिक रिक्सी नै हुन्छ टाढा छ भने चाहिँ फरक पर्छ टाढा देख्यो भने त हामीलाई देखेर ऊ भाग्छ भाग्दैन त्यस्तो त वेट चेन्ज गर्छ वेट चेन्ज हामीले गर्छौँ ए यो अहिलेको क्यानल हो यो गाह्रो रहेछ साथी गाह्रो रहेछ गोविन्दे अनि रोनाल्डो धुर्वे यी तिनटैले त गोल हान्ने यता भिन्डी कुञ्जको पोथीहरूलाई होइन यहाँ जति पनि पोथीहरू छ सबैलाई गोल हान्ने यो तिनटाले हो खाले हो कि अरू पनि छ अरू पनि छ हाम्रो यो नेसनल पार्कभित्र अहिलेसम्म रेकर्ड भएको चाहिँ 70देखि 80वटाको सङ्ख्यामा छ आम्मामा त्यत्रो हात्तीहरू छ वाइल्ड एलिफेन्ट वाइल्ड एलिफेन्ट तर तिनीहरू चाहिँ त्यसरी बाहिर आउँदैन हो आउने भनेको यिनीहरू भाले हात्तीहरू यो कस्तो हुन्छ भन्दाखेरि यिनीहरू जङ्गलमा बस्दाखेरि यिनीहरूको पनि ग्रुप हुन्छ 17वटा 18वटा 20वटाको ग्रुप हुन्छ यिनीहरूलाई लिड गर्ने भनेको फिमेलले लिड गर्छ फिमेलले लिड गर्छ अहिले हाम्रो सुशीला कार्की जस्तै जस्तो तपाईँको यो अनि भन्नु न अनि मौरीलाई पनि कुनले लिड गर्छ नि त त्यो लिड गर्दाखेरि जब यो हात्तीमा के हुन्छ भन्दाखेरि यिनीहरूमा चाहिँ एउटा मात आउँछ मात आउनु भनेको अटोमेटिकली नेचुरली उनीहरू बौलाउनु हो तिनीहरू चाहिँ नेचरमा एन्टी सोसल हुन्छ एन्टी सोसल भएपछि त्यसलाई ग्रुपबाट निकालिदिन्छ निकालिदिन्छ हो यो चाहिँ धेरैमा हुन्छ जब त्यस्तो रिएक्सन हुन थाल्यो भने लिडरले चाहिँ त्यसलाई ग्रुपबाट निकालिदिन्छ किनकि आफ्नै ग्रुपसँग फाइट गर्छ भनेर नटी बच्चाले स्कुलबाट निकाले जस्तै अलिकति नटी बच्चालाई घरबाट अलिकति ल यसलाई घरमा भनेको नि कसरी भने नि टेर्दैन जहाँसुकै जाओस् भने जस्तो तरिकाले होइन त्यही भएर त्यो ग्रुप छोडेर बाहिर जब एकचोटि बाहिर आएपछि यी जुका लाग्यो जुका 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 सोलुमा लागेको जुका यहाँ पनि लाग्यो मेरो जुत्तामा पनि फाल्छ त खेल्दाखेरि त्यहाँ पऱ्यो खरा खरा गरेर खायो त्यसरी गरेपछि जब ऊ बाहिर आउँछ नि बाहिर अनि उसको बाहिरै आएर रमाउन थाल्छ त्यसरी भएपछि ऊ त्यहाँको नर्म्स कल्चरमा बस्न चाहेन ऊ उसलाई बाहिरै फ्रिडम भयो नि त सही बात त्यसपछि त्यसले चाहिँ आफ्नो वेब बनाउँछ त्यति बेला जस्तै कि विन्टर सिजनमा बाहिर आउने समरमा ऊ जङ्गलमै गएर बस्ने त्यसरी गर्छ विन्टरमा फुड पनि अलिक सर्टेजै हुन्छ होला सर्टेजै हुन्छ जङ्गलमा नि फुडको बाहिर गहुँ खाना आउने बाहिर अब यहाँ मकैहरू धान गहुँहरू लगाउँछ नि त सिजन अनुसार ऊ अब अनि जाडोको सिजन हाम्रो किङडमतिर आउँछ उसको किङडम छोडेर हाम्रोतिर आउँछ इन्ट्रेस्टिङ कुराकानी हुँदैछ मैले अफ्रिकाको डकुमेन्ट्री हेरेको थिएँ 100 किलोमिटर 200-300 किलोमिटर अफ्रिका त डेजर्ट छ नि त वाइल्ड लाइफहरू डेजर्टमा होइन त्यो बोत्सवाना भन्ने कन्ट्रीतिर चाहिँ त्यस्तो त्यो जाँदो रहेछ क्या एउटा पुरा उहाँले भने जस्तै पुरा बुढी आयो उसले हात्तीले लिड गर्छ क्या हो सिभिलाइजेसन पनि देख्यो त आर्मीहरूको हो पोस्ट हो यो हात्तीहरू राख्ने ठाउँ ए ऊ त सानो त जम्मा 8-10 महिना भयो अरे मान्छे देख्दा देख्दा मान्छेसँग यिनीहरू फ्रेन्डली नै हुन्छ होला यसलाई चाहिँ यसलाई पनि अझ विशेष कोही हुन्छ नि अझ प्रिय मान्छे त होला नि कोही खाना दिनेहरू त्यस्तो ए मान्छे नै ठ्याक्कै असाइनै गरे हुँदो रहेछ यो चाहिँ भाले यो चाहिँ पोथी ऊ त भाले ऊ यो पोथी त्यो भाले देखिरह भालेको त टङ्गरङ्गै देखायो त 24 क्यारेटको गोल्ड देखिरह त भएपछि यिनीहरूलाई जङ्गलमै लगेर छोडिदिन्छ आफू सेल्फ ए खाना चाहिँ यस्तो है यो घाँस काँस है ए अघिको त भित्र काँसैको खडै हामीले त्यहाँ हेऱ्यौँ उखु जस्तै रहेछ भनौँ न जङ्गली उखु जस्तै सानो यही लगाएर बनाएको है कस्तो मजाले घर त्यहाँभित्र यो भनेको हात्तीको लागि एकदमै फेभरेट घाँस यो चाहिँ गुलियो गुलियो टाइपको हुन्छ उखु टाइपको
पहिला हाम्रो यता चौधरीहरू आजभन्दा पुरानो घरहरू हुँदाखेरि यसैको बार लगाइन्थ्यो, बार लगाएर माटोले लिप्ने। अघि त्यहाँ पनि देखियो नि त, त्यहाँ भित्र पनि, तर त्यहाँ चाहिँ एकदम त्यो फाइन बनाएर बनाएको थियो। त्यो त राजा बस्ने भइहाल्यो, जनता बस्ने त माटो लाउनु परिहाल्यो। त्यही त नि, हामी जनता बस्ने चाहिँ यस्तै हो। अच्छा, यो चाहिँ फ्लडबाट पनि केही नहोस् भनेर यति फ्लडबाट प्रिभेन्ट गर्नुलाई। पानी आयो भने त फेरि माथि माथि आउँछ नि है यहाँ त। बिस्तारै यिनीहरूलाई नि वाइल्ड लाइफतिर छोड्छ होला नि पछि अलिक। होइन, यिनीहरूलाई चाहिँ अहिलेदेखि नै यिनीहरूलाई त्यसरी वाइल्ड लाइफमा लैजाने ल्याउने गर्छ। पछि एक्कासी ठुलो भएपछि सक्दैन नि त, फेरि जाँदैन नि त, अनि अरूसँग टच पनि हुँदैन। अहिले पनि यिनीहरूलाई लिएर जाने ल्याउने गर्छन्। त्यसरी धेरै भित्र होइन, यसो जङ्गलको यतै नजिक आयो भने यसो आफ्नो बाबुबाजे पुस्ता चिनाउनु पऱ्यो नि त। ए अघि हामी यतैबाट गएको रहेछ नि। ए ल है, हाम्रो आउँदैछ कुराकानी। वी हेभ कम टु द एन्ड भन्नु पऱ्यो। कस्तो मजाले, यो त लास्टै रोगी पनि छ यार। यो त सानो घाँटी नि एकदम सानो हो कि त्यसको त। जङ्गलको जस्तो खाना बस्न पाएन भने एनिमल्सहरू अटोमेटिकली तिनीहरू चाहिँ डुब्लो हुन्छ। त्यहाँ माथि अब सानैमा आमा के बगायो होला होइन, अनि त्यहाँबाट त अलिकति हेल्दी हुँदैन नि त। हेल्दी हुँदैन, आमाको दुध खाएर हुर्के जस्तो त प्रोटिन पुगेन। ल यहाँ चाहिँ मान्छे खाने बाघ, यहाँ मान्छे खाएर सताउने बाघ चाहिँ केज गरेर राखेर चाहिँ यहाँ चाहिँ ओहो हेर्न मिल्दैन। अत्याधिक हिंस्रक। एउटा मान्छे खाएपछि उसलाई पछि गएर मान्छे नै चाहिन्छ। ए, अनि यसलाई नर्मल गर्नको लागि यसरी केजभित्र राखिने। कति राखिन्छ? यसलाई नर्मल गर्नलाई लाग्छ 4-5 वर्षै लाग्छ। हो है, एकचोटि मान्छे खाएपछि एकचोटि मान्छे त्यस्तो स्वादिलो हुँदैछ मान्छे त्यहाँ। के हो, चाख्ने हो त? हो नि त, अगोरी बाबाहरू के भन्छ त कोही कोही, मान्छे पोलेको ठाउँबाट खान्छ अरे भन्छ। ए 4-5 वर्षै लाग्छ है त्यसलाई डिटेन्सनमा राख्ने। अनि यसलाई चाहिँ अहिले भैँसी गोरु दिँदा, गोरु त के भन्नु, गोरु त काम काट्नै मिल्दैन, भैँसी बुङ्गुर बाख्रा दिँदा अनि नर्मलाइज गरेर फेरि ब्याक टु लाइफ हो। 4-5 वर्षै लाग्छ है यसलाई चाहिँ पनिसमेन्ट। किन खाएको छैन मान्छे? जान त मान्छे चाहिँ उसको जङ्गलमा सिरिया हो नि त। तर पनि अब मान्छेभन्दा पावरफुल को चाहिँ छ र भन्छ भन्न चाहिँ। उहाँले के हो, निङ्ग्रो खोज्दै हुनुहुन्छ क्या? निङ्ग्रो है, निङ्ग्रो त बहुत मिठो हुन्छ नि। प्योर अर्ग्यानिक कस्तो मिठो हावा शीतल लाग्यो। एक मुठा त पुऱ्याउन आँट्नु भएछ। हामीलाई त किनेर खानु पनि तपाईँले त यहीँ रहेछ है। यो त हामी म्युजियम एरियातिर आयो क्या? तपाईँले पास लिएको यहीँबाट? होइन। ल अब हामी चाहिँ एलिफेन्ट राइडमा भेटौँ। म्युजियम हाम्रो गाइडलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको नाम? मेरो नाम हरेन्द्र माझी। हरेन्द्र माझी। तपाईँ के फ्रिल्यान्सिङ पनि गर्नुहुन्छ कहिले काहीँ? म फ्रिलान्स नै हो। फ्रिल्यान्स चाहिँ हो? ए ल, तपाईँको नम्बर छ भने नम्बर भन्नु न। 9817235587। ल, आउनुभयो भने चितवन आउनुभयो भने चाहिँ उहाँले चाहिँ आउनुभयो भने लङ टुरको लागि पनि छ, 4 आवर 8 आवर सफारी। ओके, थ्याङ्क यू। यो म्युजियम है? हजुर सर, यहीँ जान्छौँ नि हामी। है, हामीलाई वास्तवमा टाँगामा चढाएर ल्याउने भनेर भनेको थियो ब्रदरले। टाँगा त ल्याउँदै ल्याएन, भएर त गाडीमा चढायो। केही छैन बिचरा। अब चाहिँ एनिमलहरूले पनि सुख पाउँदैछन्। पहिला एनिमलको कम युज हुन्थ्यो, मेसिन आएपछि एनिमलले सुख पाउनु थाल्यो त नि। म चाहिँ पहिलोचोटि वीरगन्जबाट चाहिँ रक्सवाल यसरी टाँगा चढेर गएको थिएँ। पाइन्छ रहेछ। पहिला पनि चढेँ म यहाँ। ल, सबै स्पेसिस छ अरे यहाँनिर चाहिँ। म्युजियम रहेछ, निकुञ्जभित्र पाइने सबै स्पेसिस छ अरे यो म्युजियममा चाहिँ। मेरो त फेरि बसेछ। वाउ, यो त छैन होला यहाँ त। यो त ढोरपाटनतिर हुनुपर्ने हो त यार। ओ
All is prices. Oh, मरेपछि रुखमै गएर बसेछ। के हो यो? स्याल के हो यस्तो यो? के हो यस्तो यो? ए सिटहरू रहेछ सिट। आची ओ हिले माछा हेर कति मारियो कति हेर बल्छी हानेर। सिद्रे माछा ट्याङ्की माछा ओए यो त अर्ना त छैन त हो यहाँ त चितवनमा। हुन त अस्ति कोसीबाट नि ल्याएर राखेको थियो क्या। वाउ वाउ घडियाल घडियाल ग्याभलियस गङ्गेटिकस अरे Oh. Science lab. Oh, putari. Udah bici ya. Oh, jingga. Kyo yo. Ama dolphin pun रहेछ there. Oh, kyo yo. Tortoise. यो पनि छ। यो चाहिँ के हो? यो डल्फिन। डल्फिन पनि छ यहाँ? ओहो है। ओ माछा दामी रहेछ यार। यो त अस्ति त्रिशुलीमा टन्नै समात्यो त यस्तो माछाहरू है। त्रिशुली बाढी आएको बेलामा डह्रो समात्यो त। यो माछा नि ठुलो। त्यही त ठुल्ठुलो मान्छेले दुईजनाले बोकेछ नाम्लो लाएर बोकेछ पछाडि अस्ति सर्पेन्टाइन्स। ओ रक्सी बनाउनु पर्ने के यसको? चाइनातिर त रक्सी बनाएर खान्छ त भियतनामतिर खान्छ। डेन्जर यो पुरानो रक्सीहरू यो हालेर राख्दो रहेछ कि। आई विल ट्राई वान डे। सर्पको लुगा अब किङ कोब्रा यो त्यही त फिल्स लाइक बायो ल्याब मैले भनेपछि त। औ यो त गोरो होइन गोरो गोरो त माएर खान्छ त यार। सुन गोरो अरे पहेँलो भएर। सम टुरिस्ट एज वेल। ओहो सिम कुखुराहरू यार। ओ कुखुराहरू जङ्गल कुखुरा। रियलै हो यार यो कस्तो? ओ अन्डा ओ घडियाल गइको अन्डा पो रहेछ यार। यहाँ हेर न घडियाल गइको अन्डा। यत्रो अन्डा दिँदो रहेछ है। खाना पायो त है दिनभरि खाजा भन्दैछ। यो चाहिँ अस्ट्रिच चराको हो र? ए अब कति सानो म त होइन कुनै चाहिँ ए मेरो दिमाग पनि कस्तो सोचिराखेँ। म चाहिँ कोही सानोमा पारे होला त्यो भएर सानो कोही ठुलोमा पारे होला भनेर कि। ठुलो कुखुराले पार्दा ठुलो हुन्छ त। वाह के हो यो? मगर गई आज यो देखेर न हामीले मगर गई चाहिँ यहाँ मरेको देखेँ है। मगर गई छेत्री गई बाहुन गई कता कता गयो। मोन्स्टर्स यो पनि ए डल्फिन हो। आमा क्या दामी हुँदैछ है। के को? ए यो त त्यही गइको नि। यो फर्निस यो चाहिँ के हो? यो त यो सुन्नु न रियलमा है। ए यो डियरहरू गयो कस्तो हुँदो रहेछ है। होइन डियरहरूको होइन यो त म्यानमेड हो कि रियलै हो? रियल हो तर एकदम पोलिस गरेर राखेको है। अच्छा लोहर के ए यो त ऊ हो ऱ्याबिट है। ऱ्याबिट लोहर के मैले रियल भेटाएको छु अब लिएर गएँ। रियल चाहिँ होइन है यो। रियल भएको यसरी कसले राख्थ्यो? दिस इज फेक।